रुकुमैको त कति गरौँ तिम्रो म बयान केही पनि सुन्दैन ल किन हाने मलाई किन हाने जस्तो लाग्छ मेरो कुरा नसुनेर नि तिम्रो आँखामा डुबेपछि सुन्नलाई अलि टाइम लाग्छ के प्रिय फ्लटी हुने होइन धेरै मसँग फ्लटी होइन क्या आई लाइक ग्रिन टी यस ग्रिन टी तिमी धेरै नरिसाऊ के तिमीलाई मैले एउटा कविता लेखेछु सुन्छ्यौ ल ल सुनाउ न त तिम्रो नजरमा यो सानो क्युट बुट हराउनु भयो वाह 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 बिहान ढिलो उठेको त मम्मीले मलाई कराउनु भयो के जस्तो कविता होला कविता नि घटिया सुनाउँछ टाइम न बेटाइममा आउँछ कस्तो चाहिँ रहेछ के यो त घटिया होइन के सबसे राम्रो चाहिँ यो हो मेरो मम्मीले मलाई नुहाउन जानु भनेछ म त गएँ म यस्तो ल्याङल्याङमा बस्दिन ए तिमी नुहाउने हो त्यसो भए त मैले तिमीलाई प्यारासुट नेचुरल एन्टी ड्यान्ड्रफ स्याम्पू ल्याइदिएको छु नि खै देऊ त तिमीलाई धेरै ड्यान्ड्रफ पर्छ नि होइन यसले चाहिँ तिमीलाई 100% ड्यान्ड्रफ प्रोटेक्सन दिन्छ किनकि यो प्योर टेक्नोलोजीले बनाएको छ ए हो अझ यसमा चाहिँ गुडनेस अफ कोकोनट मिल्क छ जसले गर्दा चाहिँ तिम्रो हेयरलाई नरिस गर्छ थ्याङ्क यू सानो बुट थ्याङ्क यू भन्नु पर्दैन त्यही पनि वेलकम मम्मी आउनु भयो मम्मी जाऊ तिमी मम्मी आउनु भयो नमस्ते सासुमा